सिलसिला हो। कैलाली गाउँपालिका वडा नम्बर 4 मा बस्छु म यहाँ पुलसम्मको कुरा गर्न आएको छु। जस्तो हाम्रो यो पुल भित्तिएको छ, उतापट्टि हाम्रो पुलको बनाउने कार्यक्रम चलिरहेको छ। हाम्रो यहाँ बहुत सवारी साधन र हिँड्नलाई बहुत आपत भइरहेको छ विद्यार्थीहरूलाई। म कुनै गाउँपालिकाको चाहिँ होइन, रिपोर्टर पनि होइन, म स्कुलको स्टुडेन्ट हो। म स्टुडेन्टको हिसाबमा भनिरहेको छु। यहाँ बहुत घटना घटिरहेका छन्, त्यसैले यस्तो घटना रोक्न लागि छिटोभन्दा पुल छिटो बनोस् भनेर अनुरोध गर्दछु। र यस्तै विभिन्न घटनाबाट हाम्रो विद्यार्थीलाई जोखिमबाट बच्नका लागि र विभिन्न घटनाबाट जोखिमबाट अपनाउनु पर्ने सावधानीको कुराकानी यसमा भिडियोमा देखाइरहेको छु। म जस्तै भिडियो पुल हेर्न सक्नुहुन्छ, पुरा पुगिसकेको छ। यतापट्टिको पुरै भाग आधा भाग भइसकेको छ, उतापट्टिको भाग पनि खतरनाक छ। पुरै यो भाग यसबाट अस्ति भर्खर बाइक गिरेको थियो यो पुलबाट। अस्ति त्यही भएर मान्छे झन्डैले मरिसकेको थियो, बच्यो, उसको बच्ने भागेर यसरी बच्यो। तर यस्तो घटना नहोस् भनेर यस्तै पुल विभिन्न अपनाउनु पर्ने, यहाँ लाइटहरूको व्यवस्था गरिदिनुको लागि अनुरोध गर्दछु म। राति बिखा यहाँ सडकमा हिँड्दाखेरि राति बिखाको बेला यहाँ सडकबाट विभिन्न घटना घट्न सक्छन्। रातिको बेला विभिन्न लाइटको अनुरोध गर्न चाहन्छु म। र विद्यार्थीले हिँड्ने सुविधाको कारण विद्यार्थीलाई हिँड्ने बाटो राम्रो होस् भनेर यही अनुरोध चाहन्छु म। फुल भिडियो हेर्न चाहन्छु भने मेरो युट्युब च्यानलमा गएर म यहाँ हाम्रो यो पछाडि नदी छ, यो नदीमा विभिन्न घटना घटिसकेका छन् र विभिन्न घटनाहरू जोखिम भइसकेका छन्। यो हाम्रो घटनास्थल ठाउँ हो। त्यहाँनिर अस्ति भर्खर एउटा बच्चा डुबेर मरेको थियो, त्यो बिचमा भएर बाढीको बेला अस्ति बच्चा 3जना बच्चाहरू यहाँ नुहाउन आएका थिए। एकजना बच्चा त डुबेर मर्यो, 2जना बच्चा बच्नलाई सफल भए। यस्ता विभिन्न घटनाहरू हाम्रो यो ठाउँमा भइरहेको छ। र उतापट्टि खरवाखेर हो, यतापट्टि के गाउँ हो, उता वडा नम्बर 6 हो, यता वडा नम्बर 4 हो। यस्तै यो वडा नम्बर 6 र वडा नम्बर 4 मा भएको बिचको हालत यस्तो छ पुलको हालत, जसलाई तपाईँहरूले सोच्नै नसक्नुहुन्छ। विभिन्न यस्तो घटना घटिरहेका छन् र घटनाहरू घटिरहेका छन् र हाम्रो यो नदीमा विभिन्न मान्छेहरू मरिसकेका छन् डुबेर। कहिले बाइक एक्सिडेन्ट हुन्छ, कहिले हिँड्दै पुलबाट फिस्लेर सक्छन् र अन्धकारमा हिँडिरहेको बेला पनि घटनाहरू घट्न सक्छन्। यस्तो घटनाहरू नहोस् भनेर म सरकारसँग यही अनुरोध गर्न चाहन्छु। र हाम्रो पुलको हालत देख्न सक्छु म कस्तो छ। म यहाँ तलपट्टि भागमा आएको छु, म माथि भागमा जाँदैछु। त्यसपछि देख्न सक्नुहुन्छ कस्तो छ पुलको हालत। कस्तो छ हेर्न सक्नुहुन्छ यस्तो छ हाम्रो यो पुलको हालत। यो यतापट्टिको भाग पुरै तलतिर खस्किसकेको छ, यतापट्टिको पुरै भाग तलतिर आइसकेको छ। र यही भाग देखाउन लागि माथि आएको छु। हेर्नु सक्नुहुन्छ उतापट्टिको भाग कस्तो नराम्रो छ। यो उतापट्टिको भाग हेर्नु, त्यो आधी माटो खस्किसकेको छ, त्यतापट्टिको आधी माटो खस्किसकेको छ। यस्तो यो पुलमा बहुत डेन्जरस छ है, हिँड्नुलाई सतर्क अपनाउनुपर्छ हामीले सतर्क अपनाउनुपर्छ। यो पुलको भाग यस्तो डरलाग्दो छ, यो पुलमा हिँड्न मान्छे पनि डराउँछन्। तर तैपनि के गर्नु, कामको लागि हिँड्नै पर्छ यो बाटोबाट। र यस्तै बाटोबाट
हेर्नुहुन्छ हाम्रो यो पुरा काठहरू तलतिर खस्किसकेको छ जसलाई माटोले अड्डाउन हालेका काठहरू पनि तलतिर धेरै धेरै खस्किन लागेका छन् त्यही भएर उतापट्टि पुलको काम चल्दैछ पुल बनाउने काम चल्दैछ र उतापट्टि पुल बनाउने काम चल्दैछ पुलको हालत यस्तो छ डर लाग्दछ यहाँ यतापट्टि साइडमा नदी छ यो नदी हो यो पुरा नदीको पुरै नदी हो यो देख्नु जति डर लाग्दछ यो नदी हेर्दामा यो त सानो छ बाढी पहिरो आएको बाढी पहिरो आएको होला यो पुलमा मान्छे मर्न सक्छन् यस्तै त्यसैले यो पुलमा कुनै बच्चाहरूलाई पनि नपठाउनु होला र बच्चाहरूलाई नदीतिर पनि नआउन दिनु होला यो नदीमा मात्र नै अरू नदीमा पनि नआउन दिनु होला ल यस्तो डर लाग्नु छ यो नदी पुरै यस्तो घटना यस्तो डुब्ने जस्तो छ यो नदी हेर्नु सक्नुहुन्छ हाम्रो यो पुल यस्तो छ डर लाग्दो छ यो पुलमा पनि मान्छेहरूलाई पानी परेको बेला हिँड्नु डर लाग्दो हुन्छ किनभने उताको भाग पनि खिच्किसकेको छ तर धेरै धेरै उताको भाग पनि दुर्को भइसकेको छ यो हेर्नु मान्छे यस्तरी डराइ हिँडिरहेका छन् अगर मान्छे त्यता यहाँ आउन चाहन्छन् भने उहाँ साइकल रोक्नुपर्छ उताबाट साइकल रोकेर आउनुपर्छ हिँड्दै र उतापट्टि साइकल रोक्नुपर्छ उहाँ हेर्नु मान्छे यस्तो हिँडिरहेका छन् र यो पुल पुरा भित्किसकेको छ यसको भाग माटो एकपट्टिको भाग त पुरै माटो खस्किसकेको छ उताको भाग पनि खिच्किन लागेको छ उतापट्टिको भाग पनि माटो खिच्किन लागेको छ यता हेर्नु यसलाई ढुङ्गाले पनि अड्डाको ढुङ्गा पनि तलतिर धेरै धेरै खस्किन लागेका छन् अस्ति यहीँबाट बाइक गिरेर एकजनाको बाइक यहाँ ठेकमा पुगिसकेको थियो ठेकमा पुगिहालेको थियो र यस्ता विभिन्न घटना नहोस् भनेर यहाँ लाइटको व्यवस्था रातै बेगा मान्छेहरू हिँडिरहेका छन् ओर्दन गरिरहेका छन् साइकल मोटर गाडी अटो जस्ता सब साइकलहरू विभिन्न साधनहरू लिएर हिँडिरहेका हुन्छन् साधनहरू सवारी साधन गर्नलाई बहुत अप्ठ्यारो हुन्छ यो बाटोमा सवारी साधन गर्न बहुत अप्ठ्यारो हुन्छ र तैपनि यस्तो बाटोमा पनि ट्र्याक्टरहरू चलाइरहेका छन् ड्राई पनि ट्र्याक्टर चलाउँछन् यस्तो नहोस् भनेर यसमा लाइटको सुविधा होस् रातै बिहान मान्छेहरू हिँड्दा पनि लाइटले देख्दा यस्तो यो बाटोमा त डेन्जर छ भनेर सतर्कले अपनाउन् के यस्तो सतर्क अपनाउन् त्यसैले म यो पुल राम्रो बनोस् भनेर म यही अनुरोध गर्दछु र बाई यो फुल भिडियो हेर्नु होला लाइक कमेन्ट गर्नु होला युट्युबमा मेरो युट्युबमा सर्च गरेर हेर्नु सक्नुहुन्छ सुशील सुनार भनेर र यो सुशील सुनार भनेर सर्च गर्न सक्नुहुन्छ लाइक कमेन्ट नगर्नु होला नभुल्नु होला र उहाँहरू बाइक पनि मान्छेले बाइक पनि हिँडिरहेका छन् त्यो डराइ बाइक पनि हिँड्नुपर्छ ल बाई टाटा।